हेलो साथीहरू, नमस्कार अनि हार्दिक स्वागत छ आजको यो नयाँ भिडियोमा। आज चाहिँ म चाहिँ बारीतिर छु साथीहरू। बारीमा चाहिँ हाम्रो फलफुलहरू के कस्तो भइरहेछ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई आज यो भिडियोमा चाहिँ देखाउन जाँदैछु साथीहरू। र आजको भिडियो चाहिँ तपाईँहरूलाई मन पर्यो भने एक लाइक गर्नु होला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर चाहिँ जोडिनु होला है त साथीहरू। र भिडियोलाई चाहिँ स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला साथीहरू है त। ल हेर्नु है त साथीहरू, हेर्नुहोस् त म चाहिँ बारीमा आइसकेँ। हेर्नुहोस् है, यहाँ चाहिँ हाम्रो बारीमा छु साथीहरू म यति बेला। हेर्नुहोस् त बारीमा त पुरा चाहिँ मौसमी चाहिँ फलिरहेको अवस्था हेर्नुहोस् त। हेर्नुहोस् है साथीहरू, कस्तो राम्रो तरिकाले चाहिँ मौसमी फलेको रहेछ हेर्नुहोस्। हेर्नुहोस् त यस्तो छ साथीहरू है। यहाँ हेर्नुहोस् यस्तो राम्रो पानी पनि रहेछ हेर्नुहोस् त। त्यो पानी चाहिँ आज पानी परेको थियो नि त, त्यही भएर पानी छ साथीहरू। हेर्नुहोस् है, यस्तो किसिमले चाहिँ मौसमी चाहिँ लत्रममा चाहिँ फलिरहेको अवस्था है साथीहरू। हेर्नुहोस् त बारीमा यस्तो किसिमको मौसमी चाहिँ मजाले चाहिँ फलिरहेको अवस्था है साथीहरू। हेर्नुहोस् त माथि हेर्नुहोस्, बुट्टा यस्तो छ साथीहरू। बुट्टा चाहिँ यो अलिकति सानै छ र पनि यहाँ चाहिँ मस्तै चाहिँ मौसमी फलेको छ साथीहरू। हेर्नुहोस् त, हेर्नुहोस् है, म तपाईँहरूलाई सबै देखाउँदैछु साथीहरू। यसरी मजाले चाहिँ मौसमी चाहिँ फलिरहेको छ साथीहरू। हेर्नुहोस् है, हेर्नुहोस् त यसरी चाहिँ फलिरहेको छ कि साथीहरू यो बुट्टामा। हेर्नुहोस् त यस्तो छ साथीहरू, त्यहाँबाट यसरी देखिन्छ। हेर्नुहोस् है साथीहरू, यस्तो छ कि साथीहरू। हेर्नुहोस् मजाले चाहिँ मौसमी चाहिँ फलिरहेको छ यो बुट्टामा। यो बुट्टामा फेरि हेर्नुहोस् साथीहरू, यो बुट्टामा पनि यसरी मजाले चाहिँ फलिरहेको छ साथीहरू। हेर्नुहोस् यस्तो चाहिँ मौसमी चाहिँ फलिरहेको छ साथीहरू। हेर्नुहोस् त नजिकैबाट यस्तो छ। यो भनेको पटेरा हो साथीहरू। यो पटेरालाई चाहिँ मार्नुपर्छ हामीले, यो पटेरा है। यो पटेराले चाहिँ यो खान्छ कि यसले चाहिँ नि झार्छ, फेरि झऱ्यो भने चाहिँ यो पहेँलो भएर झर्छ कि होइन, त्यही भएर यस्तो किसिमको छ साथीहरू। हेर्नुहोस् त यो किसिमले चाहिँ नि के भइरहेछ भन्दाखेरिमा हाम्रो गार्डनमा बारीमा चाहिँ यसरी मौसमी चाहिँ फलिरहेछ साथीहरू यो साल। यसमा भने फलेको छैन साथीहरू, खासै फलेको छैन। यस्तो छ भने तलतिर भने पुरा चाहिँ के छ भन्दाखेरिमा यो सुँगुरलाई चाहिँ मजाले चाहिँ नि पिँडालु साथीहरू। हेर्नुहोस् गाभा खानलाई पनि हुन्छ, अनि त्यसपछि हामीलाई नास्ता खानलाई पनि हुन्छ साथीहरू। यस्तो छ साथीहरू है। यो तरिकाले चाहिँ के छ भन्दाखेरिमा मौसमी चाहिँ फलिरहेछ कि साथीहरू। हेर्नुहोस् है, मजाले चाहिँ मौसमी चाहिँ फलिरहेछ। हेर्नुहोस् त त्यो राम्रो छ। उता उता पनि फलिरहेछ साथीहरू है। मतलब यतातिरको बुट्टामा हेर्नुहोस् त साथीहरू, यो बुट्टामा पनि फलिरहेछ। यस्तो छ साथीहरू। हेर्नुहोस् त एकदम बाक्लो त फलेको छैन र पनि फलेको साथीहरू। यस्तो छ है साथीहरू। हेर्नुहोस्, हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ सङ्कतरा चाहिँ के भइरहेछ भन्दाखेरिमा पुरा चाहिँ नि पाकेर पहेँलो भइरहेको अवस्था। हेर्नुहोस् त यस्तो राम्रो, यसले भन्छ सङ्कतरा है। यो यस्तो छ साथीहरू त्यो किसिमको है। यस्तो छ है साथीहरू। हेर्नुहोस् त कोही चाहिँ हरियै छ नपाकेको, यो हेर्नुहोस् त यो पाकेको छैन भने यो दुईटा भने पाकेको छ है साथीहरू। हेर्नुहोस् उताको एउटा पनि यसरी सङ्कतरा पनि पाकिरहेको अवस्था छ है साथीहरू। यति बेला म चाहिँ साथीहरू कफीको बुट्टामा आइसकेको छु साथीहरू। हेर्नुहोस् त कफी चाहिँ एकदम राम्रो तरिकाले चाहिँ फलिरहेछ साथीहरू। हेर्नुहोस् त यस्तो लत्रममा फलिरहेको छ, लुटुपुत्त फलिरहेको छ। हेर्नुहोस् त त्यो राम्रो छ यो कफी। हेर्नुहोस् त त्यो छ कि साथीहरू कफी यसरी फल्छ कि। हेर्नुहोस् त यो बुट्टामा त धेरै कफी फलेको छ साथीहरू। अनि त्यसपछि यता हेर्नुहोस् यो चाहिँ भर्खर भर्खर फल्दैछ है, फुल्दै पनि छ फल्दै पनि छ साथीहरू। अनि यता हेर्नुहोस् त यता पनि पुरा चाहिँ यसरी कफी चाहिँ मजाले चाहिँ फलिरहेको छ साथीहरू। हेर्नुहोस् त कस्तो राम्रो तरिकाले चाहिँ कफीको चाहिँ दाना लागेको छ। हेर्नुहोस् राम्रो छ साथीहरू। हेर्नुहोस् है साथीहरू, कफीको दाना हेर्नुहोस् त मजाले चाहिँ यस्तो छ साथीहरू। हेर्नुहोस् त गजबको छ साथीहरू।
यता छ है साथीहरू। फेरि यता पनि हेर्नुहोस् त पुरा चाहिँ कफी चाहिँ यसरी मजाले चाहिँ फलिरहेको छ है साथीहरू। हेर्नुहोस् है यसरी चाहिँ मजाले चाहिँ कफी पनि फलिरहेको छ है साथीहरू मेरो गार्डनमा। यस्तो छ है साथीहरू। र तपाईँलाई चाहिँ आजको यो भिडियो मन पर्यो भने एक लाइक गर्नु होला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर चाहिँ मेरो च्यानलमा चाहिँ जोडिदिनु होला है साथीहरू। धन्यवाद। साह्रो यति बेला म चाहिँ साथीहरू कफीको बुट्टामा आइसकेको छु साथीहरू। हेर्नुहोस् त कफी चाहिँ एकदम राम्रो तरिकाले चाहिँ फलिरहेछ साथीहरू। हेर्नुहोस् त यस्तो लत्रममा फलिरहेको छ, लुटुपुत्त फलिरहेको छ। हेर्नुहोस् त त्यो राम्रो छ यो कफी। हेर्नुहोस् त त्यो छ के साथीहरू कफी यसरी फल्छ कि। हेर्नुहोस् त यो बुट्टामा त धेरै कफी फलेको छ साथीहरू। अनि त्यसपछि यता हेर्नुहोस् यो चाहिँ भर्खर भर्खर फल्दैछ है, फुल्दै पनि छ फल्दै पनि छ साथीहरू। अनि यता हेर्नुहोस् त यता पनि पुरा चाहिँ यसरी कफी चाहिँ मजाले चाहिँ फलिरहेको छ साथीहरू। हेर्नुहोस् त कस्तो राम्रो तरिकाले चाहिँ कफीको चाहिँ दाना लागेको छ। हेर्नुहोस् राम्रो छ साथीहरू। हेर्नुहोस् है साथीहरू कफीको दाना हेर्नुहोस् त मजाले चाहिँ यस्तो छ साथीहरू। हेर्नुहोस् त गजबको छ साथीहरू। यता छ है साथीहरू। फेरि यता पनि हेर्नुहोस् त